को यहाँहरूले जानकारी पाउनु पनि भयो होला। र अहिले त BBSA अनि BEd यिनीहरू 4th इयर पढ्ने जुन पार्सियल 2078 र 79 का स्टुडेन्टहरू छन् 2078 को विद्यार्थीहरू त अहिले सोच्दैछन् होला कि म विदेश गएको भए त अहिले एक बोरा पैसा र ब्याचलर पनि बोकेर आउने थिएँ भनेर सोच्दै हुनुहुन्छ होला। यस्तो दुःखको खबर आएको छ फेरि साथीहरू। ल म यो नोटिसलाई चाहिँ यहाँहरूमाझ सरस्वती वाचन गरेर सुनाउँछु। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप 2079 सालमा सञ्चालन हुने 4 वर्षे स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र मानविकी व्यवस्थापन संकाय विज्ञान तथा प्रविधिक अध्ययन संस्थानतर्फका आंशिक 2078 र नियमित 2079 को परीक्षा दिने परीक्षार्थीहरूको लागि निम्न कार्यक्रम अनुसारको खुसीको खबरको साथमा परीक्षा सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ भनेर भनिदिएको छ। ल हेर्नु त कस्तो लेखेको है चट्ट। परीक्षा समय रे दिउँसो 12 बजेदेखि 3 बजेसम्म हुने भनेको छ। BBS यो BEd फर्स्ट इयर 4th इयर वालाको 4 वर्षे BEd फर्स्ट इयरको 2080 1 महिना 4 गतेबाट इक्जाम सुरु भएर तपाईको चाहिँ 2080 1 महिना तपाईको 16 गते गएर खतम हुने भनिएको छ। त्यसैगरी अब फर्स्ट इयर BA को इक्जाम शेड्युल हेर्न सक्नुहुन्छ। यो पनि 12 बजेदेखि 3 बजेसम्म परीक्षा सञ्चालन हुने। यो पनि 2080 1 महिना 4 गते वैशाख 1 गतेबाट सुरु भएर वैशाख 21 गते समाप्त हुने भनिएको छ। त्यसैगरी बिहान परीक्षा समय बिहान 7 बजेदेखि 10 बजेसम्म भनेको छ। 4 इयर्स BBS फर्स्ट इयर है। यो चाहिँ 2080 1 महिना 5 गतेदेखि तपाईको चाहिँ कति बजेसम्म भन्दाखेरि कति गतेसम्म 1 महिना 14 गतेसम्म परीक्षा सञ्चालन हुनेछ। त्यसैगरी BSc फर्स्ट इयरको इक्जाम भने 12 बजेदेखि 3 बजेसम्म हुने 1 4 देखि 1 15 सम्म भनेको छ। अरु सबै परीक्षा तालिका 12 बजेदेखि 3 बजेसम्म हुनेछ भने यहाँ एउटा कोर्सको तालिका चाहिँ 7 बजेदेखि 10 बजेसम्म भनिएको छ। यो भनेको चाहिँ 4 इयर BBS फर्स्ट इयर वाला विद्यार्थीहरूको लागि रहेको छ। यसरी चाहिँ यो नोटिस जारी गरिएको छ साथीहरू। अब परीक्षा दिन जानुभन्दा अगाडि पुग्नुपर्छ। समयभन्दा पानी आफै बोकेर जानुपर्छ। कोभिडको समय छ मास्क लगाएर जानुपर्छ। आफूसँग आवश्यक पर्ने पेनहरू र क्याल्कुलेटरहरू लगेर जानुपर्छ। अनि त्यसैगरी प्रवेश पत्र त छुटाउनै हुँदैन भन्ने कुरा त यहाँहरूलाई थाहा नै छ। ल धन्यवाद साथीहरू। र यो नोटिसको म लिंक चाहिँ यो भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु। र यहाँहरू चाहिँ एउटा अर्को खुसीको खबर पनि छ। यदि हजुर BBS फर्स्ट इयरको चाहिँ फाइनेन्शियल अकाउन्टिङमा एकदम कन्फ्युजन छ कुन कुन टपिक पढ्ने र कसरी पढ्ने भन्ने बारेमा चाहिँ यहाँहरू चाहिँ अध्ययन गर्न चाहनुहुन्छ, थुप्रै न्युमेरिकल समस्याहरूको समाधान गर्न चाहनुहुन्छ भने म त्यसको लिंक भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु। त्यहाँबाट चाहिँ पुरै प्ले लिस्ट हेर्न सक्नुहुनेछ साथीहरू। ल धन्यवाद।